यहाँ सम्पूर्ण नमस्कार एवं हार्दिक स्वागत छ बिजी एजुकेसन अब युट्युब च्यानलमा। सामाजिक विषयका विषयवस्तुहरू प्रस्तुत गर्ने क्रममा सामाजिक कक्षा 9 को सामाजिक विषय अन्तर्गतको एकाइ छ हाम्रो पृथ्वी पाठ 6 नक्सा कार्यको अभ्यास खण्ड लिएर उपस्थित भएको छु। यस भिडियोलाई अन्त्यसम्म हेरेर मन परेमा लाइक शेयर कमेन्ट गर्नुहोला। साथै सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसभन्दा अगाडिका भिडियोहरू प्राप्त गर्नको लागि @BALRAMGHIMIRE 1234 सर्च गरेर पनि प्राप्त गर्न सक्नुहुनेछ। यस पाठको अभ्यास खण्डमा रहेको पहिलो प्रश्न छ, नक्सा भनेको के हो? यसका प्रकारहरू लेख गर्नुहोस्। उत्तर, निश्चित नाप र सङ्केतको आधारमा धरातलको कुनै भागलाई कागजमा उतार्ने कार्यलाई नक्सा भनिन्छ। जमिनमा भएका सबै ठिक स्थानलाई उतारेको रेखाचित्रलाई नक्सा भनिन्छ। नक्सा 3 प्रकारका छन्। एक, उद्देश्यमूलक नक्सा, सार्वजनिक व्यक्तिगत सम्पत्ति सीमाना सहित देखाउने नक्सा उद्देश्यमूलक नक्सा हो। यस प्रकारको नक्सा निश्चित उद्देश्य प्राप्तिसँग सम्बन्धित हुन्छ। यस्तो नक्सा प्रशासनिक क्षेत्रमा उपयोगी मानिन्छ। 2, स्थलाकृत नक्सा, प्राकृतिक भौगोलिक दुवै स्वरूपको बारेमा जानकारी दिने नक्सालाई स्थलाकृत वा भौतिक नक्सा भनिन्छ। यसमा भौगोलिक स्वरूप देखाइन्छ, जमिन, पानी, शहर, गाउँ आदि देखाउने यसको प्रयोग गरिन्छ। 3, राजनीतिक नक्सा, देश, राज्य, शहर, जिल्ला, प्रदेश लगायत राजनीतिक इकाइ समावेश गरिएको नक्सालाई राजनीतिक नक्सा भनिन्छ। यस्तो नक्सामा माडल निर्मित आकृति तथा सांस्कृतिक केन्द्र, सडक, सिमाना, राजधानी आदि देखाइन्छ। त्यस्तै गरी एटलसमा भएको नक्साको सहायताले काठमाडौँ र आफ्नो प्रदेश राजधानीको दूरी नाप्नुहोस् र साथीहरूसँग तुलना गर्नुहोस्। यो चाहिँ दूरी नाप्ने अनि चाहिँ साथीहरूसँग तुलना गर्ने हो। मोटामोटी दूरी चाहिँ खास गरी काठमाडौँबाट दूरी चाहिँ प्रदेश र त्यसको राजधानी अनि दूरी राखिएको छ, त्यसलाई हेरेर लेख गर्न सकिन्छ। यो चाहिँ मोटामोटी दूरी हो। अब यो एटलसको नापै अनुसार फरक हुन सक्छ। तपाईँको स्केल मापन स्केल कस्तो रहन्छ त्यसमा भर पर्छ, तर दूरी चाहिँ मोटामोटी दूरी यही नै रहेको पाइन्छ। त्यस्तै गरी नेपाल नक्साको उपयुक्त सङ्केतको प्रयोग निम्नलिखित तथ्यहरू भर्नुहोस् भनेर दिएको छ। यहाँ तथ्यहरू 11वटा तथ्यहरू 13वटा तथ्यहरू दिएको छ। ती 13वटा तथ्यहरूलाई तलको चाहिँ चित्रमा देखाएको छ। अदेखि असम्म सबैको उताको क्रमशः यहाँ चाहिँ अगाडिको सङ्केत दिएको छ। अको अमा, आको आमा गरेर दिएको छ। ती अनुसार अस पनि छ, त्यसरी हेर्नु होला। यसलाई चाहिँ तपाईँ देख्न सक्नुहुनेछ। त्यस्तै गरेर यो चाहिँ के हो, नेपाल नक्सा उतारी 7 प्रदेशमा विभाजन गरेर प्रदेश राजधानी समेत देखाउनु सधैँ 7 प्रदेश दिएको छ। प्रदेश राजधानी पनि त्यहाँ दिएको छ। यसरी चाहिँ हामीले हेर्न सक्छौँ। अब यो चाहिँ प्रदेश राजधानी अहिलेको चाहिँ 7वटा प्रदेशको 7वटा राजधानीहरू रहेको छ। त्यो प्रदेश नम्बर 1 थिएन, अब प्रिभिन्स त्यसरी दिएको छ। यो चाहिँ कोशी प्रदेश हो, त्यसलाई पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो भिडियोलाई अन्त्यसम्म हेरेर सहयोग गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु। हस्त, धन्यवाद।